नमस्ते अनि अभिवादन गर्न चाहन्छु यहाँहरूको बिचमा फेरि पनि छोटो उत्साहको वचन यहाँहरूको बिचमा मैले लिएर आइराखेको छु। त्यो चाहिँ प्रभु यीशुले यूहन्ना 14 अध्यायको 6 मा उहाँले यसरी भन्नुभयो। अ, यीशुले भन्नुभयो, बाटो, सत्य र जीवन म नै हो। प्रियहरू, मलाई यो पद एकदमै उत्साहित लाग्छ। त्यहाँ प्रभु यीशु मसीहले यसरी भन्नुभयो, प्रभु यीशु नै बाटो हुनुहुन्छ। देयर इज नो अदर वेज। यीशुले भन्नुभएको कुरा हो यो। उहाँ नै एउटै मात्र बाटो हुनुहुन्छ। अनि अर्को कुरो चाहिँ यीशुले के भन्नुभयो भने उहाँ सत्य हुनुहुन्छ। अनि यीशुले भन्नुभएको छ, म नै सत्य हुँ र अरू कुनै सत्य छैन। सत्य भन्ने कुरो दुईटा हुन सक्दैन। यीशुले उहाँले आफूलाई सत्य भन्नुभएको छ। अनि अर्को कुरो चाहिँ जीवन। जीवन खोज्नको लागि सारा संसारका मानिसहरू चाहिँ यीशु कहाँ आउनु नै पर्दछ, किनभने यीशु ख्रीष्ट स्वयं नै जीवन हुनुहुन्छ। त्यसकारणले प्रियहरू, अनि यो छोटो एउटा बाइबलको पदबाट म यहाँहरू सबैजनालाई उत्साह के दिन चाहन्छु भन्दाखेरि यीशु मसीह नै बाटो हुनुहुन्छ, यीशु मसीह नै जीवन हुनुहुन्छ, यीशु मसीह नै सत्य हुनुहुन्छ र अरू कुनै बाटोहरू छैन, अरू कुनै सत्यता छैन, अरू कुनै जीवन छैन। अनि बाटो, सत्य र जीवन प्राप्त गर्नको लागि चाहिँ संसारका सबै मानिसहरूले प्रभु यीशु ख्रीष्टलाई आफ्नो मुक्तिदाता र उद्धारकर्ताको रूपमा विश्वास गर्नु जरुरी छ। योभन्दा कुनै अर्को उपाय छैन, किनभने यीशु मसीहले पवित्र धर्मशास्त्र बाइबलमा यही कुराको उद्घोष गर्नुभएको छ। उहाँ नै सत्य, उहाँ नै बाटो र उहाँ नै जीवन हुनुहुन्छ। प्रियहरू, र यो बाटो, यो सत्य र जीवन यहाँहरू सबैजनाले प्राप्त गर्न सक्नुभएको होस्। गड ब्लेस यु अल। थ्याङ्क यू।